हाम्रो यहाँनिर एक सुरको दाजुहरू रो भएर चाहिँ ऊ खुट्टा सोलिङ भइरहेछ हो अब उसलाई चाहिँ गोर्नु लाग्छ हुँदैन नि त उत्तरैपट्टि अब बिहानै कति बज्दैछ अहिले 10 बजी चाहिँ हामी हिँडेको 11:15 भएछ मजाले अब उत्तरैबाट चाहिँ लागेको जङ्गलपट्टि लाग्यो है हामी लाग्दिए है लाग्देको खोइ यता म त केही भन्नु पर्दैन यहाँ टी सर्टमा म त अलिकति फोकस गर्थेँ कि बुझिहाल्नु भयो होला केटाहरू पछाडि पनि आउँदैछ हाम्रो केटाहरू अब कति दिन 3 दिन हिँड्नु पर्यो हामी माथि कता चित्रे पुग्नुको लागि हो भोलि पनि हिँड्नुपर्छ फेरि भोलि चाहिँ चित्रे टु चिया भन्छ्याङ हाम्रो नौजवानहरू आउँदैछ हो यता के अरे चित्रेको साइडको लेक जस्तो जग्गामा फगी लागेर अब देख्नु पनि छोडिसक्यो मान्छे मर्निङ दा मर्निङ छ मर्निङ सबैलाई टुट परो केटाले जस्तो सुसाइड गरेको छैन केटीले चाहिँ अब दाँत अरू चाहिँ के त्यो केटो दाँत चाहिँ केले मोल्दा सोध्नु कुन मलाई पनि देऊ अम्पो यो अन्त यस 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 केटा हो पुग्नै भयो अब चाहिँ
दाजुमाथि है जति सक्दो चाहिँ आशै छ हाम्रो दाजुले चाहिँ हामीलाई लान्छ जस्तो छ अब जति सक्दो चाहिँ हो केटाहरुकोमा पनि जोस पुरै छ केटाहरुकोमा आउँदैछ केटाहरु ठीक छ फर्स्ट लेक हाम्रो ट्र्याकको कस्तो लागिरहेछ लाग्दैन हाल्यो मजा आयो आज थर्ड डेमा यस्तो छ सिन हो आमा ऊ माथिको हिँड्नुपर्छ होइन हामी हल्का केटाहरूको हल्का भिडियो अब केटा हो लेट्स मुभ नेपाल रहेछ नि यो चाहिँ मर्निङ टाइम टुर भन्ने जग्गाबाट खिचेको हो फाइनली पुगे हामी थर्ड प्लेस नठोकै हामीलाई डुर यता नमस्कार नमस्कार हाम्रो यहाँ टिम हाम्रो दाजुको हजुर हजुर
यहाँ रहेछ नि Rolling. Rolling. Video हुँदैछ है शरद Yes, ma'am. This is UK के falls. लेको है के फल्स हो यो के हो लेकको नाम के हो Falls. मयम्बल्स अरे This is where right now is Mine Falls. मयम्बल फल्स दामी रहेछ है एकछिन आगेको लागि फेरि यस आज्ञा दामी कसम रड्डी यस आज्ञा यस होइन once more तपाईँहरू माथि जानुभएको है ठोकासम्म
first time. This first time track for yours. Right, probably have to get Goechala. Oh. Video. Video. पुग्छ अलिकति जलास फुलहरू हौ ए हो त्यही हो अब यो अन्त कालो त होइन फाइनल्ली लास्ट ब्रिज पनि हामी होइन कटिसक्यो हो यत्रो डरलाग्दो यहाँनिर पहिरो रहेछ यसरी हिँडिदिनुपर्छ त यसरी यहाँ बसेको नि त हामी हाम्रो यहाँनिर एकछुमको दाजुहरू पहिला म यहीँ बसेको थिएँ अन्डा उयो फोर्नुहोस् त छक्का छ त छक्का छ त फोर्नुहोस् त छक्का हो क्या चाहिँ यस यस ब्रो लास्ट ब्रिज ल अब उकालो पुग्ने रहेछ केटाहरू छिटै आरामसे कभर दामी गर्दैछ नि केटाहरूले कभर दामी गर्दैछ नि कि मन पर्यो आई एम सो इम्प्रेस विथ माई गाइज हाम्रो टेम्पो दादा सुकेको जिउमा लुकेको कला लास्ट ब्रिज हो यता हाम्रो आनु बिहानै बेसी हिरो भएर चाहिँ ऊ खुट्टा सोइलिङ भइरहेछ हो अब उसलाई चाहिँ गोरु लाग्छ एउटा अब के भन्नु मजा आयो लास्ट ब्रिज कट्यो है अब उकालो जानुपर्छ त्यहाँको कता छोका पुग्छ हामी हो अन्त साथी के छ छोकादेखिको जङ्गी गएको अब हामी आज चाहिँ छोका टु जङ्गी
अन्त ब्याग त एभ्रिडे गरौँ हुँदै जाँदैछ त हौ यो स्टिक त अन्त जहाँ त हात मेरो एप्स निक्लिन आँटिसक्यो हातको हो नि Yes, brother. This is the. Yes, Tilok. Yes, Anum. राम्रो छ केटाहरुको राम्रो छ जोस केटाहरु एकदम You are too slow भनेको नि है फर्नसले उल्टायो अघि योगा गरेको देखेर होला दाले Snowfall. Lê kìa đâu. Sao kiến được cổ cái hả? आउँदैछ ह्याप्पी मजा आइदिरहेछ हामीलाई चाहिँ आँखा पो पस्ने केटाहरूले जे भने त्यही हुँदैछ त भोलि देउरालीमा एक खोलिदियो भने त अब अचम्मै हो नि कसम भन्दियो हैन देउरालीको बाटो अरे यो चाहिँ हाम्रो केटाहरू एकछिन रेस्ट लगाऊ केटा हो मजाले रेस्ट गरे अझै भिडियो गर्छु Thank you. Heavy. Yes, get out. सेम हुन्छ है बाटो छोड्दिन न तुलसी त
मान्छे भएको ठाउँमा त नकुटिदिनुहोस् त हिर्काइदिइहाल्छ फेरि हो त पछाडिबाट एक्सपर्ट दियो भन्दा अगाडि जाँदा दिइहाल्छ पक्कै साथी नै भन्दा नि छैन म अहिले सुरी तपाईँहरूले अलिक जोडले नहिर्काएर हिँड्दैनस् कि क्याच गयो We are about to reach Zongri and it's snowing right now. We are just climbing up again and again, but we haven't reached our destiny. Hopefully after 20 or 30 minutes we'll be there. It has started snowing everywhere with this. We've already covered how many? It's been 4.5 hours that we have started our journey from Goechala or something. Goechala or something. And oh my goodness, look at these, man. हुँदैन नि दा अलग अलग हुन्छ केटाहरूले पक्रेको भए हुन्थ्यो नि आनु पक्रिनु छोडिदिनु केटाहरूको फोटो सेसन केटाहरूको फुड स्टेप हो चाहिँ बसेको टेन्ट हो हाम्रो स्टे हिजो थियो आज पनि हुन्छ आज हामी वी आर गोइङ टु spend our night yes in homestay होला yesterday we spent our night in tents only so let's see
आज के हुन्छ Look at the view, man. Kabru, Mount Kabru, north and south, and this is Black Mount Kabru. भिडियो भइदिरहेको रहेछ अब अलिकति गरिदिइहालौँ भिडियो केटाहरू अहिले चाहिँ हामी लक्ष्मी पोखरीको हो लक्ष्मी लेक टु मेक विश लक्ष्मी पोखरी बाटोमा होइन साइडमा चाहिँ जोङदेखिको अब हामी गोछाला जाँदैछौँ हो थानसिङमा लन्च होला हाम्रो ए खेकमा जमेर यस्तो भइरहेछ दाली पानी छ नि पानी निकाल्दिउँ
फर्स्ट बेस क्याम्प छ सेकेन्ड छ थर्ड माथि माथि नै जान्छ अगाडि हामी त अहिले नै आएन होला आएछ पानी छ नि खाइदिउँ न कसको एक झिर्के खाइदिउँ न पहिला जाउँ सबै जाओस् कि अनि मात्रै हामी जाउँ ल किनभने यो सामान प्याकिङ गर्दा को किचन हिसाबले डल्लै पछि छ ट्याङ्कीमा चाहिँ जानु परेपछि हामी 1 घन्टा आधी घन्टा जस्तो जब त्यहाँ आइपुग्छ फेरि ओडेर नपुगेर टाइम त्यो क्याम्प सेट नगरिकन हामी गयो त्यहाँ फेरि तपाईँहरू जाडो बेसी त्यही कारण चाहिँ हामी त्यहाँ ट्याङ्कीमा चियार पाउँछ दोकान छ नि सबै पाउँछ नि अरू चिया के यहाँ हातको छाप जस्तो छ पन्डिममा पनि चढेको क्या पन्डिममा त चढेको छ त्यहाँ त त्यो चाहिँ यो केबल तेन्जिङमा अझै इक्वल उयो छ पन्डिमको चाहिँ हाइट कति छ पन्डिमको त्यो 6 7 छ 6000 यो एउटै हो 6000 है तर कोही चढ्नु सकेको छैन अहिलेसम्म लास्टपल्ट एकखेप त्यो आर्मीको आयो हाम्रो त्यो इन्डियन आर्मी र त्यो इन्डियन आर्मी र आउँदाखेरि के भयो भने एउटा अस्ट्रेलियाको टुरिस्ट केटी पनि थियो त्यो केटी चाहिँ अन्त उनीहरू बिहान चढ्दै जाँदाखेरि चाहिँ माथिबाट त्यो रोप चाहिँ त्यो फिक्स गर्ने चाहिँ राम्रो फिक्स त्यो रोप सुल्केर चाहिँ त्यो के भन्छ त्यो त्यसको डेड बडी चाहिँ अझै पाएको छैन उताबाट तेन्जिङ खाङपट्टि होइन यो पन्डिमपट्टि त्यो आर्मी चाहिँ उता झऱ्यो त्यो केटी चाहिँ यता झऱ्यो केटी लक्ष्मी पोखरी अम्बो खोर्सानी हो त्यो पनि एउटा कहाँ छ एउटा दुईटा तिनटा हेर देख्दैन नि
तल गयो फेरि तल गयो त्यो चाहिँ मेन लिडर रहेछ पर पनि रहेछ नि कञ्चनजङ्घा कि पाण्डिम हो पाण्डिम रहेछ हौ Happy? Don't do like this, man. Look it up. थानसिङ यो जग्गाको नाम चाहिँ थानसिङ यसमा यताबाट हो माउन्ट पाण्डिमको मुनि फेदमा चाहिँ बेस क्याम्पमा चाहिँ ओके ब्रदर What about you, Pranita? What about you? Do you have anything to say?
आइसक्यो हामी अन्त मेरो भगवानलाई चाहिँ एकदमै थ्याङ्क्स हो नि पर हरियो यात्रैसँगको चिल्लो नि solid rock. Temperature सायद -1 त्यस्तै हुन्छ होला साह्रै बेसी चिसो तर यो नजारा देखेर ढाकेको Yes, yes. Morning sir, हाम्रो all the way from here 10 बाट केटाहरुको यो फर्स्ट लामुनेमा आज लास्ट हाम्रो हो आज लास्ट यहाँ म तपाईलाई यो टेन्टमा शीतको नजाराहरु देखाइदिन्छु है ठीक छ all the way from Lamune. Hey, हाम्रो मयङ भाइ हल्का मेन सर्जरी हुँदैछ यहाँनिर विकेट बेक
यहाँ हाम्रो तुलसीले पनि हल्का रेकर्ड गर्दैछ सरस्वतीले पनि हल्का भिडियो रेकर्ड गर्दैछ आज लास्ट लामुनेको भिडियो मर्निङ भ्यू पोइन्ट यहाँ 3 भाइ रुबेन सचिन र सिद्धार्थ लामुनेमा हल्का आज डिस्कसन हुँदैछ आज के गर्नुपर्ने भनेर आज हाम्रो लास्ट स्टप लामुनेबाट विथ क्यामेराम्यान कहाँ गयो तिलक चाहिँ यस्तो राम्रो नजारा यस्तो दिन खुलेको छ ए सरी मर्निङ यता आज लामुनेमा हाम्रो लास्ट दिन बिहान बिहान यस्तो राम्रो दृश्य कञ्चनजङ्घा हो नि उयो हिजो त्यहीँ पुगेर आएको है यो शीतले चारैतिर सेतै भएको छ यो शीतको नजारा हेर्नुहोस् हाम्रो टेन्टको वरिपरि पहाड यस्तो मिठो कञ्चनजङ्घाको दृश्य र यता माथि माउन्ट पाण्डिमको दृश्य र यो भिडियो यसरी गर्दै अब म समाप्त गर्न चाहन्छु हाम्रो क्यामेराम्यान तिलकसँग र यसरी हामी भ्यू पोइन्ट गोचला भ्यू पोइन्ट 1 देखि ओह्रालो झरेर गोचला भ्यू पोइन्ट 2 गइरहेको छौँ यसरी जाँदै गर्दाखेरि कञ्चनजङ्घामा हल्का सनराइज लाग्नु लागेको रहेछ एउटा त देख्दैन छ यसो भ्यूहरू चाहिँ केटाहरू हिँड्दैछ आइरहेको छ Yes, Keda, we are going to Goechala 2. View point 2. यो चाहिँ माउन्ट पाण्डिम हो यहाँ पनि चढ्नु मन छ मलाई हैन अभिषेक यो चाहिँ माउन्ट पाण्डिम हो यहाँ पनि एकदिन म चढ्छु This is the valley, and you can see up there, that's the magnificent, amazing Mount Kanchenjunga. I have already prayed for it. This is again the same mountain, Mount Pandim. Oh. You can see Mount Kanchenjunga. It's very magnificent, amazing. See this valley? I'll show you around. Oh, see up there. It's all dry land. Wow, man. Wow. I've never been this close to the mountains, but this mountain was really a good start for me. I think sun is going to shine on the tip of the snow-capped mountains. Look at those. Yes, Mike. Go ahead, too. Yes, Mike. Keep on this one. Goechala आइपुग्यो हामी Yo, man, yo.
We have to climb this steep hill to reach to Kanchenjunga base camp. We can see Kanchenjunga out there. I know it's not really visible for you guys. We have to walk this way. To see the Kanchenjunga, we woke up at 1 a.m. and we started our journey from our tent from a place called Lamune at 2 o'clock. And yet still we have not reached Kanchenjunga, although we have seen few perks of it. It's very steep climb. As you can see, we are across Mount Pandim. Our guys are also coming. कुन चाहिँ अगाडि पानी छैन है पैछिउमा थाहा होला धन्दा पैछिउमा थाहा छ होला कुन चाहिँ अगाडि हुन्छ थाहा छ अगाडि फर्स्टमा ब्लू हुन्छ लास्टको चाहिँ येल्लो फर्स्टमा ब्लू माथि चाहिँ ब्लू हुनुपर्छ खासमा किनभने स्काई हो नि त लास्टमा चाहिँ येल्लो यता माथि ब्लू हुनु पर्यो फर्स्ट जुन चाहिँ पनि उयो गर्दाखेरि चाहिँ पक्रिनु हुन्छ फर्स्ट चाहिँ त्यो माथि टुप्पा पानी ओइ सेतो पानी जो पर्ने तिमी माथि ब्लू गर्नु ए भिडियो गरिदिनु पर्यो मेरो लुङ्का लाउँदैछु हो त्यहाँ र बेर्छ प्रणिता वेलकम पूजा हल्का पूजा चाहिँ अन्त धुपसुप चाहिँ खोइ धुप बाल्नुपर्छ यहाँ पहिलाको थिएछ के भएछ के भएछ छिटो झरेछ मकिन्छ नि हो अन्त सर्कोपट्टि अलिक टाइट गर्नुपर्ने छ ढुङ्गा अलिक ठेल्दैन हो त लामुनेदेखि खोक्चुरो 3 घन्टा 2 घन्टा हामीलाई 3 घन्टा है साढे 2 घन्टा लाग्छ 3 घन्टा लाग्छ हामीले हेरौँ न के टाढो त्यहाँ आइपुग्नु थाकेको हुन्छ के हुन्छ निन्दा पनि पुगेको छ है थाङसिङै बस्दा हुन्छ अलिकति कम्ती तल ठिक लाग्यो मलाई त तर बस्नु चाहिँ के त खोलाको त्यहाँ है तातो पनि थियो नि यसो नुहाइ धुवाइ गर्दा पनि हुन्छ नि भनेर नि घन्टा 8 दिन भइसक्यो नुहाएको छैन अन्त 1 हप्ता बेसी भइसक्यो नि हौ लामुरीदेखि थाङसिङ अन्त हामी 1 घन्टा जति हिँडेको जस्तो पछाडि फुर्किँदा थाङसिङ त्यही देखिँदै थियो घर अब हिँडेको सम्पू त्यही देख्दै नि घर पनि रक त झन् सकिनु थिएन त्यो ढुङ्गा त 150 भएर राजहरू देखिन्छ गएर मार्देला अब तिमीहरूको ल
पुग्न आँट्यो गोचाला पोइन्ट वाइन चाहिँ हामीले नागिसक्यो हो यो हेर्नुहोस् पाण्डिम माउन्ट पाण्डिम मेरो अगाडि माउन्ट पाण्डिम हेर्नुहोस् कस्तो कञ्चनजङ्घा इन फ्रन्ट अफ मी आजको यस्तो मजा चाहिँ कहिले पनि आएको थिएन मलाई आज यस्तो सिन चाहिँ कहिले पनि देखेको पनि थिएन बल्ल बल्ल आइ हुन्छ हो आफ्नो मदर ल्यान्डलाई चाहिँ टाइम दिनु पायो हो खुसी लाग्यो यहाँनिर थन्सअप पनि हेरिहाल्नुहोस् थन्सअप माउन्टेन हो क्या छेउमा आइदिइसक्यो है कोल्ड डेजर्ट त स्टार्ट हो कुन चाहिँ आगे आगे काञ्चनजङ्घा त्यही हो नि जस्ट फर्स्ट अब सनराइज हिट हजुर काञ्चनजङ्घा होइन यो कञ्चनजङ्घाको पोइन्टहरू चाहिँ उही चाहिँ याद भएन पिकहरू हुन्छ नि काञ्चनजङ्घा पिक त्यो एउटा दुईटा लस्करै हो नि है यो सब यो रेन्ज डल्लै काञ्चनजङ्घाको त्योदेखि यसो आएको त्यो लामो अझै यसको उतापट्टि चाहिँ अझै सानो पाँचहरू छ मैले चाहिँ सोचेँ यस्तो खालको पिक छ भनेर क्या ए त्यस्तो छैन त्यस्तो छैन नि यस्तो यस्तो रहेछ हजुर हजुर अनि यस्तो यस्तो खालको छ टक्कै 5:30 सनराइज भयो यो त अचम्म खालको भएको थियो नि सनराइज ग्लोभ्स छ छोडेको अघिको अघिको त मेरो हो नि मैले राखेको थिएँ कि त हाम्रो स्पेसल भेरी भेरी इम्पोर्टेन्ट पर्सनहरू यता चाहिँ उहाँहरू नभएको भए चाहिँ हामी यहाँ आइपुग्थेन हो खुसी लाग्यो अब झन् दाजुभाइ राम्रो छ है भाइ चाहिँ अलिकति यत्तिकै हुन्छ यति घुम्दिएको कस्तो थोपडाहरू है माउन्ट पाण्डिम फेदबाट चाहिँ हामी गोछला पोइन्ट 2 जाँदैछ त्यही माउन्टेनहरू त्यो चाहिँ हाम्रो कञ्चनजङ्घा ओ देख्न आँटेको छ यो कलेज चाहिँ चढ्नु पर्ने रहेछ कस्तो हुने हो यस्तोहरू छ Yes, my friends have reached Kanchanjunga. I guess my friends have already reached. Some of my friends have reached to Kanchanjunga, and I'm also on my way. It's so tiring, man. Nearly. Guys, taking rest. Let's take a view from there.
Wow. Wow, man. See the look. See the lake. Oh, it's already frozen. It's frozen lake. देखे लेक कुन चाहिँ लेक हो खिचिरहेको छ नि गोचाला लेक है यो चाहिँ गोचाला पिक है दिस इज गोचाला लेक Guys, I've already reached. Wow, eh? This is Goechala Lake. This is Goechala Peak. You see the landscape. Wow. ब्याक मयाङको को त्यो तुलसीको बिजोक भइसक्यो तुलसी दाको उयो हो गोछाला पोइन्ट 3 त्यहाँ पुगेको भए चाहिँ दामी देख्थ्यो होला है है भाइजू यही रहेछ नि त बाटो फेरि अरू नै छैन रहेछ नि त उयो बाटो गयो भने झन् ब्याटलक होला उयो बाटो है चिप्लेको हुन्छ नि त्यो त हाम्रो केटाहरू ब्याक टु गोछाला अब फेरि हो Goechala second point. Goechala Lake. Sorry. Kiche. Amba. What is the name? The train, right? Who? You're point to केटाहरूको हालत त्यस्तो भइरहेको छ अहिले हो जङ्ग्री पोइन्ट 3 जाने हुँदा चाहिँ मुनि हेर न मुनि
यी बाटै छैन यी ऊ यहाँ परनिर छ ऊ आदि ब्याक भयो ब्याक मयाङको को त्यो तुलसीको बिजोक भइसक्यो तुलसी दाको उयो हो गोछाला पोइन्ट 3 त्यहाँ पुगेको भए चाहिँ दामी देख्थ्यो होला है है भाइजू ए रहेछ नि त बाटो फेरि अरू नै छैन रहेछ नि त उयो बाटो गयो भने झन् ब्याटलक होला उयो बाटो है चिप्लेको हुन्छ नि त्यो त यस ब्रदर गोछाला थर्ड पोइन्ट हो यो हो हामीले अलमोस्ट 1 and 2 गोछाला पोइन्ट काटिसकेर 3 पोइन्ट पनि आइसक्यो हो हो नि हो लु हेर्नुहोस् है आम्मा कसम आफूलाई हेभी भाग्यमानी लागिरहेछ निजा चाहिँ ठुलै रहेछ केटाहरूको हाम्रो मोस्ट प्रिसियस माउन्ट कञ्चनजङ्घा तिमी यता आउनु तिमी नजाऊ न पहिला त्यहाँ तान्छ नि त्यहाँ पहिला जोड त त्यहाँ जोड न पहिला त्यहाँदेखि थप्दै जाउँ न निलो चाहिँ टाउकोपट्टि हुनुपर्छ है देख्दैछ तिलक टाढो भयो त्यो टाढो भयो Walking in the cold desert. Just look at this view. Yes, Abhishek, we are walking in cold desert right now. Yes, I'm very glad to be here. Yeah, me too. We are walking right now in cold desert. Such a beautiful view. What? Oh, aye. Just see this, if I get slipped and I go down, very down. Oh, there you go. मेरो हाइट तेरिका यस्तो डेलिकेट छ त अम्बो के रे लाग्दैको अन्त कसरी जानु हजुर एकदम चिप्लो हुन्छ अघि परको चिप्लो हुँदैन यो चाहिँ चिप्लो हुन्छ चिप्लो हुन्छ भन्दैछ नि त राख्दै पर्यो ऊ कञ्चनजङ्घा लु हिँड Now we are going to base camp. Lamune.
Third highest peak of the world. Yeah, Kanchenjunga. yeah, mighty. We are very close to the Kanchenjunga. Yeah, we can see. Yes. Down there, that's Goechala Lake. डेन्ट मजा आयो सक्यो ट्र्याक अब भोलि आज भोलि र पर्सि चाहिँ हामीलाई फर्किनु टाइम लाग्छ होला गान्तोक हो अब नेक्स्ट ट्र्याक कहिले हुन्छ हाम्रो बेस क्याम्प तासतिर चाहिँ जको यहाँ त के त्यो एउटा अस्ट्रेलियनको खसेको रहेछ नि त पाण्डिममा उयो त नहराएको भनेको यसमा त त्यसको अनुहार बन्ने जस्तो देखिन्छ मान्छे पाएको छैन यसमा त्यो त दुईजना कति मऱ्यो आज हाम्रो लास्ट डे यहाँ गोछालामा लामुनी भन्ने जग्गामा चाहिँ हामी बसिरहेको छौँ हो हाम्रो क्याम्पहरू आज चाहिँ हाम्रो लास्ट दिन भन्दा पनि आज हामी यहाँबाट जान्छ हिजो चाहिँ हाम्रो लास्ट दिन थियो यता तलनिर जानुपर्छ यो बिचमा कब्जेमा मैले एभरेस्ट चढ्दाखेरि पनि तपाईँको एभरेस्ट चढ्दाखेरि राति नै अब यस्तो फिल्म हेरेर आज दिन कस्तो छ भनेर चाहिँ त्यहाँदेखि चाहिँ अब कति राति नै उठेर त्यहाँदेखि चाहिँ एभरेस्ट चाहिँ खोला छ यहाँ साइडमा यो चाहिँ पाण्डिमबाट आएको खोला हो आज दिन क्लियर भइरहेछ हिजो जस्तै चारटाको 1000 लु इक्वल्स टु 1000 आइदियो 1000 मा बेटी पनि हाल्छु म प्लस 500 को आइदियो दुईटा गर्नु प्लस 500 अझै 500 टु लेट के गर्छु भिडियो गरेर राखिदिएको मानेबुङ साके मानेबुङ सुक्टे अर्को मस्तानी थियो एउटा सिल्भर कलरको प्लास्टिकमा त्यो तान्नु पर्छ हनीको उयो पनि रहेछ नि हन्डा यहाँ हनी हनी कम पनि हनी कम
तपाईँ म चाहिँ किनभने अहिले यो सिजनले गर्दाखेरि उहाँले सुन्नुभयो यस्तो प्रकार छ किन उहाँसँग सबै भयो अब भोलि चाहिँ मेरो यहाँ गाइड उहाँ यहाँनिर फुल गाइड नै उहाँले गर्छ ने भाइ पनि हुन्छ म चाहिँ किनभने घर हाम्रो चाहिँ भोलि मात्रै आइपुग्छ भोलि आएर रेस्ट गरेर पछि चाहिँ किन उहाँहरू कन्टिन्यू गरेर जङ्गलीमा एक दिन हल गर्दाखेरि टक्कै भेट्छ त्यहाँदेखि चाहिँ हामी कन्टिन्यू हुन्छ हो यस्तो छ प्लान किनभने अब भोलि गएर आएर भोलि नै जानु सक्दैन हो किनभने रेस्ट गर्छ त्यो हाम्रो सामान डल्लै माथि नै छ टेन्टहरू 3टा टेन्ट माथि पनि छ भोलि यहाँ एउटा टेन्ट मात्रै लिएर जान्छ हाम्रो त ठुलो टेन्ट ठुलो नयाँ टेन्ट छ ठुलो टेन्टमा केटाहरू सबैजना भोलि म आउँछु तर त्यो सामान रहेछ नि ए अरू ग्रुप पनि छ नि त भोलि 21 मा तपाईँको भन्नु भोलि मेरो ग्रुप चल्छ तपाईँसँग धेरै ग्रुप भयो नि त हाम्रो त्यो ग्रुपलाई चाहिँ लगेर हाम्रो साजिन बस्छ अन्त अरू ग्रुप कन्टिन्यू किनभने म सल्लाहकार म पनि सँगै जान्छु त्यो सामान चाहिँ उसले ल्याउँदै गर्छ त पर्छ हामीले म जाउँ कि म सामने जैसा निकल आया घटा से चेहरे पे जुल्फे बिखरी बिखरी जाने हो क्या हो गई वाह वाह अजनबी हसीना से यूं मुलाकात हो गई भाइब्रेसन क्या भिडियो सुनिए उसको रेडी टाइमिङ रहेछ जस्तो बोल्नुहुन्छ गीत गाउँदा अर्कै है होइन बोल्दा त्यस्तो होइन नि बोलिए त्यस्तो त कहाँ हो कभी वो चमकता सितारा कभी तो सूरज या वो बच्चों निकलते हैं गाडीमा भएको बाटो छ नि यस्तोहरू चाहिँ दुख्थ्यो साँच्ची हामी चाहिँ त्यहाँ आउँदा उसको केटी नदेखि गीत गाउँदै हेलमेट हेर्नु Yes. Morning चाहिँ हाम्रो all the way from यहाँ टेन्टबाट केटाहरूको यो फर्स्ट
लामुनेमा आज लास्ट हाम्रो हो आज हाम्रो लास्ट हो लामुनेको हो जो जाडो होइन मलाई त हो यहाँ म तपाईँलाई यो टेन्टमा शीतको नजाराहरू देखाइदिन्छु है ठिक छ all the way from Lamune. यहाँ हाम्रो मयङ भाइ हल्का बिहान सर्जरी हुँदैछ यहाँनिर यहाँ हाम्रो तुलसीले पनि हल्का रिकर्ड गर्दैछ सरसाथीले पनि हल्का भिडियो रेकर्ड गर्दैछ आज लास्ट लामुनेको भिडियो मर्निङ भ्यू पोइन्ट यहाँ 3 भाइ रुबेन सचिन र सिद्धार्थ लामुनेमा हल्का आज डिस्कसन हुँदैछ आज के गर्नुपर्ने भनेर आज हाम्रो लास्ट स्टप लामुनेबाट विथ क्यामेराम्यान कहाँ गयो तिलक चाहिँ यस्तो राम्रो नजारा यस्तो दिन खुलेको छ ए सरी मर्निङ यता आज लामुनेमा हाम्रो लास्ट दिन बिहान यस्तो राम्रो दृश्य कञ्चनजङ्घा हो नि उयो हिजो त्यहीँ पुगेर आएको है यो शीतले चारैतिर सेतै भएको छ यो शीतको नजारा हेर्नुहोस् हाम्रो टेन्टको वरिपरि पहाड यस्तो मिठो कञ्चनजङ्घाको दृश्य र यता माथि माउन्ट पाण्डिमको दृश्य र यो भिडियो यसरी गर्दै अब म समाप्त गर्न चाहन्छु हाम्रो क्यामेराम्यान तिलकसँग कञ्चनजङ्घा
Black Abreu, Mount Everest सबै मजा आउँदैछ रेन्ज आइसले enjoying like anything Ruben आउने हो त तिम्रो तिमी म पनि जुम्दैछ यता अलिक उयो भने अब यहाँ भएन म माथि लिनु त टाङ्दिरहेको छु पक्रिन्छ नि साह्रो पर्दैन है छिटो गर्छ Awesome. You can see the mountains, you can see the lake, you can see the greenish. Just look at my shoes. Just thank God, man. But this is my guide, man. So, this is the last view of Kanchenjunga for us. This is the last day of our trekking and all boys are very emotional. I've never thought that this trek would turn up this would be done this way because I've never felt the emotions. I have no idea, Also, हाम्रो ट्रेकिङको लास्ट दिन हामी सबैजना ब्याक गइरहेको छ सबैजना सेन्टिमुडमा भइरहेको छ लास्ट भिडियो गरिदिएको नि आज घर जानुको खुसी भन्दा ज्यादा यो जग्गाबाट जाँदाखेरि खुसी लाग्छ दिलों में तुम अपनी बेताबियां लेके चल रहे हो तो जिंदा हो तुम नजर में ख्वाबों की बिजलियां लेके चल रहे हो तो जिंदा हो तुम हवा के झोंकों के जैसे आजाद रहना सीखो तुम एक दरिया के जैसे लहरों में बहना सीखो हर एक लम्हे से तुम मिलो खोले अपनी बाहें हर एक पल एक नया समा देखे ये निगाहें जो अपनी आंखों में हैरानियां लेके चल रहे हो तो जिंदा हो तुम दिलों में तुम अपनी बेताबियां लेके चल रहे हो तो जिंदा हो तुम एक बात होठों तक है जो आई नहीं बस आंखों से है झांकती तुमसे कभी मुझसे कभी कुछ लफ्ज है वो मांगती जिनको पहन के होठों तक आ जाए वो आवाज की बाहों में बाहें डाल के इठलाए वो लेकिन जो ये एक बात है एहसास ही एहसास है खुशबू सी है जैसे हवा में तैरती खुशबू जो बेआवाज है जिसका पता तुमको भी है जिसकी खबर मुझको भी है दुनिया से भी छुपता नहीं ये जाने कैसा राज है पिघले नीलम सा बहता हुआ ये समा नीली नीली सी खामोशियां न कहीं है जमीन न कहीं आसमान माथिको धजै निस्किने रहेछ नि